खुङखार बिचोलिया दीपक भट्ट र सुदन गुरुङ गृहमन्त्री कुनै समयमा कुनै पनि व्यवसायको साझेदार रहेछन् एकअर्काका। यसै बुदामा टेकेर अहिले चौतर्फी आलोचना सहित झोले भनौँदाका पत्रकारहरूले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ या प्रधानमन्त्री बालेन र रविले गृहमन्त्रीबाट सुदन गुरुङलाई हटाउनुपर्छ भन्ने तत्काल माग गरिरहेका छन्, कुप्रचार र कुव्याख्या गरिरहेका छन्। कतिसम्म लाज शरम नभएका ती झोलेका पत्रकारहरू र झोलेहरू, तिमीहरूका बा बोल्नै नजान्ने ढेउवा र 17,000 मारेर आउनेका आसेपासेहरूले वर्षौंदेखि यो देशलाई सिनो सम्झेर गिद्धहरूले लुची लुची खाँदा चाहिँ तिमीहरूका आँख, लेख्ने हात र कलम र तिमीहरूको मुख कुन चाहिँ धुलामा लुकेर कुहिएर बसेको थियो। आज एउटा गुरुङको छोरो जसले देशको भ्रष्टाचारका किराहरूलाई चानी चानी जेलमा हाल्दै पत्ता साफ गर्न कोसिस गरिरहेको छ, उनीहरूलाई यति समय खेदो गर्ने तिमीहरूले। यदि यो सरकार र बालेन प्रधानमन्त्रीले गृहमन्त्रीलाई हटाउँछन् भने योभन्दा ठुलो चोट यो देशले कहिल्यै भोग्दैन र योभन्दा गहिरो समवेदना यो देशलाई कहिल्यै पनि हुने छैन। सुदन गुरुङ एउटा निष्पक्ष नियत भएको मान्छे हो, जसले भ्रष्टाचारीलाई तानी तानी र ताकी ताकी जेलमा गोत्ने बाछा गरेको छ। उसको बोलीमा विश्वास छ, नियत निष्पक्ष छ भने यस्तो गृहमन्त्री हाम्रो देशलाई चाहिने गृहमन्त्री हो। यस्ता गृहमन्त्री न पहिले थिए र न अब कुनै आउँछन्। गृहमन्त्री भनेको एउटा हट्ट, साहस, युवा, बोलीमा पक्क र भनेको कुरा गर्ने खालको गृहमन्त्री हुनुपर्छ, जुन विशेषता र गुण चाहिँ गृहमन्त्री सुदन गुरुङमा थियो। हावा नचली पात हल्लिँदैन। सायद पार्टी कार्यालयमा, प्रधानमन्त्री कार्यालयमा सुदन गुरुङलाई हल्लाउने या निकाल्ने हल्लीखल्ली भएकै कारण यी समाचारहरू आएका होलान्। तर यो समाचार गलत होस्, प्रधानमन्त्रीले यो कुरामा ध्यान दिनुभन्दा पनि सुदन गुरुङले गरिरहेका काम कर्तव्यहरूलाई निष्ठापूर्वक प्रशंसा गरेर उहाँलाई ननिकालिकन अझै काम गर्ने र यो कुव्याख्या र कुप्रचारको विरुद्ध लाग्न आँट, साहस र विश्वास दिनुपर्छ प्रधानमन्त्रीले। किनभने सुदन गुरुङ जस्तो गृहमन्त्री यो देशलाई चाहिन्छ। अहिले भ्रष्टाचारीहरू दुला दुला छानी छानी लुकिरहेका छन्, डराइरहेका छन्, छेरिरहेका छन्। त्यसैले यस्ता गृहमन्त्री यो देशलाई चाहिने हो, हुनुपर्छ र रहनुपर्छ।